हामी युनियन रोमान्टा इन्टरनेसनल लु गाइस हाम्रो चाहिँ यहाँ सबमिट भइरहेको पर्यटकीय राजधानी पोखरामा यो क्लियर सम्मेलन भएको छ। हामीसँग भएको रिसोर्स उपयोग गरेर एक्सपर्ट राखेर छलफल गरेर मिडियाको सेक्टरमा केही न केही डेमोक्रेसीका पक्षमा प्रेस फ्रिडमका पक्षमा क्लाइमेट क्राइसिसका बारेमा केही न केही छलफल गर्न सक्ने जुन यो आग जम्मा भयो र यसका लागि सम्पूर्ण प्रजहरू हामी यहाँ फेवातालको छेउमा मामा के गर्दैछौँ हामी यहाँ ब्राह्मण हाम्रो टुर भइरहेको छ यहाँ लोमाङताङ पोखरेलीको पोखरा ब्राह्मण पुस्तक जाँदैछन् त्यही भएर नजानी मान्छे नजानी मान्छे फेवाताल घुमिरह फेवाताल हिँड्नु Melts my heart 봄에 향기되는 그대를 보며 그냥 웃음만 짓게 돼 Don't know what to say You are just like one spring day गाइज हामी चाहिँ अहिले यहाँ फेवातालको भ्रमणमा मामा कस्तो भयो फेवाताल भ्रमण रमाइलो तिमीसँग आसी झन् त्यसै रमाइलो यो मामा The next day आज चाहिँ म कार्यक्रममा यहाँ आएको अलि पानी परिरहेको छ कार्यक्रम चाहिँ भइरहेको छ रेडियो नेपाल र टेलिभिजन बाहेक अरू अनलाइनहरू त्यसपछि अरू मिडियाहरू युट्युब त भन्ने कुरै आएन त्यो थिएन। त्यतिखेर हामी छापा पत्रकारिताबाट आएका हौँ। यद्यपि अहिले के छ भने अहिलेको युग भनेको पुरै डिजिटलाइज भइसक्यो। तपाईँ हामी अहिले प्रिन्ट भएको प्रिन्ट मिडिया त सायदै मान्छेले हेर्दैन। अहिले घरमा बसेर मोबाइलको माध्यमबाट तपाईँले नेपालका मिडिया लगायत विश्वभरिका चाहिँ मिडियाहरू एकछिनमा घर बसी हेर्न सक्ने अवस्था भएको छ। त्यसको लागि अहिले डिजिटल बनाओ। त्यस कारणले गर्दा अब सञ्चारकर्मी साथीहरू पनि डिजिटल मिडियालाई प्रभावकारी बनाउन अभ्यस्त हुनुभयो। अरूलाई होच्याउने नियतले अपमानजनक शब्द श्रव्यदृश्य तस्बिरहरू त्यस्तोहरूलाई चाहिँ ट्रोल बनाएर चाहिँ घृणायुक्त अभिव्यक्ति गाली बेइज्जती गर्ने वा हेट स्पिच मानिने कार्यहरू गर्ने लगायतका कामहरू पनि गर्नु हुँदैन। हामीले त्यो हेट स्पिच भन्नाले कस्तो बुझिन्छ भनेर त्यहाँ राखेको छ, आफै हेर्नु होला। अर्को चाहिँ डिजिटल माध्यमको प्रयोगबाट एनिमेसन मोन्टाग लगायतका प्रविधिको प्रयोगबाट कुनै व्यक्तिको तस्बिर विकृत रूपले परिमार्जन गरी प्रकाशन वा प्रसारण गर्ने त्यस्तो काम पनि गर्नु हुँदैन। कति सामाजिक सञ्जालमा देखिएको हुन्छ होइन, एउटा मान्छेको शरीरमा अर्को मान्छेको लर टाउको ट्याग गरेर जोडेर अनि ट्रोल गरिरहेको हुन्छ, त्यस्तो पनि गर्नु हुँदैन। त्यसै गरी तपाईँको सार्वजनिक प्रकृतिका बाहेक निजी मामिलामा फोटो भिडियो अनुमति बिना खिचेर सम्पादन प्रकाशन र प्रसारण गर्नु हुँदैन, अनुमति लिएर मात्रै गर्नुपर्छ। गाइज हेर्नु अहिले चाहिँ यहाँ पानी परिरहेको छ। ओ माय गॉड अहिले पानी पर्यो कतिको पानी अहिले चाहिँ हामीले साइडको बाटो हुँदै गएको आएको अहिले चाहिँ पानी परिरहेको छ।